नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा जेठ 15 गतेबाट राष्ट्रिय ललित कला प्रदर्शनी 2082 सुरु गरेको छ, जुन जेठ 15 गतेदेखि जेठ 30 गतेसम्म चल्नेछ र प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आदरणीय बद्रीप्रसाद पाण्डेज्यूले गर्नुभयो। यस राष्ट्रिय ललित कला प्रदर्शनीमा प्रादेशिक ललित कला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी कुल 571 कलाकारका 606 कलाकृति प्रदर्शनीमा राखिएको छ, जस अन्तर्गत कोशी प्रदेशबाट 82 कलाकारका 82 कलाकृति, मध्य प्रदेशबाट 88 कलाकारका 98 कलाकृति, बागमती प्रदेशबाट 164 कलाकारका 183 कलाकृति, गण्डकी प्रदेशबाट 53 कलाकारका 53 कलाकृति, लुम्बिनी प्रदेशबाट 65 कलाकारका 66 कलाकृति, कर्णाली प्रदेशबाट 40 कलाकारका 41 कलाकृति, सुदूरपश्चिम प्रदेशबाट 39 कलाकारका 39 कलाकृति गरी कुल 531 कलाकारका 564 कलाकृति प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा अप्रतियोगी 45 र आमन्त्रित 33 गरी 78 कलाकारका 79 कलाकृति पनि समावेश छन्। विद्यागत रूपमा समसामयिक चित्रकलाका 201 कलाकारका 208 कलाकृति, परम्परागत चित्रकलाका 72 कलाकारका 73 कलाकृति, समसामयिक आधुनिक मूर्तिकलाका 51 कलाकारका 52 कलाकृति, परम्परागत मूर्तिकलाका 16 कलाकारका 18 कलाकृति, वास्तुकला तथा लोककलाका 84 कलाकारका 88 कलाकृति, शिल्प हस्तकलाका 74 कलाकारका 79 कलाकृति, बहुआयामिक तथा अन्य सृजनात्मक कला अन्तर्गत छवि कलाका 45 कलाकारका 59 कलाकृति, प्रतिस्थापन कलाका 9 कलाकारका 9 कलाकृति, कार्टुनका 13 कलाकारका 14 कलाकृति, क्यारिकेचरका 3 कलाकारका 3 कलाकृति, डिजिटलका 1 कलाकारको 1 कलाकृति, भावभङ्गी कलाकारका 2 कलाकारका 2 कलाकृति, यी थुप्रै कलाकृतिहरू यस प्रदर्शनीमा राखिएका छन्। यस वर्ष अरनिको ललित कला राष्ट्रिय प्रज्ञा सम्मान अग्रज कलाकारहरू, जसमा महिलातर्फ डाक्टर सीमा शर्मा शाहज्यू र पुरुषतर्फको सम्मान वरिष्ठ थाङका कलाकार साइला लामा अर्थात् मङ्गल लामाज्यूलाई प्रदान गरिएको छ। यसका साथै अन्य विभिन्न विधामा थुप्रै उत्कृष्ट कलाकारहरू सम्मानित भएका छन्। यस प्रदर्शनी जेठ 15 देखि जेठ 30 गतेसम्म चल्नेछ, तसर्थ सम्पूर्ण कलाकृतिको अनुभव र अवलोकनको निमित्त सम्पूर्ण कलाप्रेमी साथीहरू काठमाडौँ नक्सालमा अवस्थित नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान अवश्य भ्रमण गर्नुहोला। धन्यवाद।